53 वर्षको बुवाले महिनाको 5 लाख रुपियाँ आम्दानी गर्नुहुन्छ। 7,000 बाट सुरु गर्नुभएको सानो एउटा सुँगुरको फार्म अहिले महिनाको 5 लाख रुपियाँ आम्दानीको स्रोत बनेको छ। आउनुहोस् पुरा भिडियो हेरौँ। गर्मीमा यिनीहरूलाई खानेपानीको स्रोतहरू त छ नि माथितिर? स्रोत छ सर, ठाउँ ठाउँ पानी जमेको आलहरू छन्। हजुर, पौडी खेल्ने अनि गर्छन् त्यति। कहिलेकाहीँ त यसो आफूले सोचे जति नाफा नहुँदा पनि विरक्तै लागेर आउँछ होला नि? हजुर, त्यो सोचे कुनै बेला चाहिँ भाउ डाउन हुन्छ होइन। हजुर, र खासै लास्टै घाटा हुने तरिका चाहिँ भएको छैन सर। त्यस्तो चाहिँ भएको छैन अहिलेसम्म। त्यस्तो भयो भने त फेरि हजुर गाह्रो भयो नि। हजुर, ए ल लाग्यो हिँडेर खुरुखुरु आफ्नो ठाउँ नपुगुन्जेल त प्रायः हिँड्दो रहेछ। मजाले छ। अब यता यसो अलिअलि चर्छ? अब ऊ यहाँ माथि चाहिँ चढ्थ्यो र आज चढ्छ चढ्दैन। ए यसको लिडर चाहिँ कुन छ काका यहाँ? टोली टिम लिडर? टिम लिडर त्यही अगाडिको सर, त्यही परको? बुढीमाउ। हजुर, ए त्यो छिटो आयो भने सबै आइहाल्छन्। त्यो ढिलो भने त्यसलाई पो फकाएर राख्नु पर्ने रहेछ हौ। हजुर काका, अनि यो तपाईँको घर अघि हामीले जहाँ तपाईँको घरबाट हिँड्यौँ नि, हजुर, त्यही घरमा जन्म भयो कि कहाँनिर? अलिक तलतिर मास्तिर कतै? अलि मास्तिर मूल घर चाहिँ अलि मास्तिर थियो सर। अलि मास्तिर छ है? त्यो खोला छेउ लागेको छ, त्यो मूल घर चाहिँ। हजुर, अब त्यस्तो दाजुभाइ धेरै अंशबन्दा भएर आफ्नो पनि पर्यो, आफ्नो आफ्नो भाग लागेर भाग लाग्यो। हजुर, त्यही हो, यही चुलाचुलीमै हो सर। यो चुलाचुलीमै हो। ए जस काकाको पेसा व्यवसाय होइन, तपाईँहरूको पेसा चाहिँ एकदम मजा लाग्यो क्या, राम्रो लाग्यो। हजुर, अब कहिलेसम्म यो ज्यानले कहिलेसम्म धान्ला काका? यो यसो बुझ्दै जाँदाखेरि के भने यो त अब हातखुट्टा नबसिन्जेलसम्म त यही पेसा अपनाउनु पर्छ होला जस्तो लाग्छ। अब हातखुट्टा बसियो भने होइन, फाल्टै कुरा हो। अनि त अब यही पेसा नै रमाइलो लाग्यो। यही पेसामै रमाउनु पर्ला है। पशुपालन अलिक सजिलो पनि हो नि त होइन काका? सजिलो हो सर। अरू त्यो ठुलो फार्म खोलेर धेरै चारो खुवाएर हजुर पाल्नुभन्दा त नाफा पनि यसैमा चाहिँ यसरी यो जङ्गल चरनले अर्ग्यानिक खानाहरू पनि खानु पाउने। हजुर, अलिक धेरै नै राम्रो हुने जस्तो लाग्यो कि। अनि यसको त जस्तो तपाईँहरूले मासुको लागि पाल्दाखेरि अब यसरी पाल्यो भने त मासु पनि त मिठो हुने रहेछ नि त? हजुर, अलिक एक्सर्साइज हुन्छ कि। हजुर, एक्सर्साइज हुन्छ कि किन हो, वनको अब वरपर केहरू खाने गर्छु कि किन हो। अनि मजाले राम्रै हुन्छ भनौँ न, राम्रै हुन्छ है। त्यति चिल्लो हुँदैन। हजुर, यसपालि काटी खानुलाई कतिवटा पाल्ने? दसैँ अब आउन आँट्यो। दसैँको लागि यो एउटा उता राखेको छ। अनि त्यो कुन काका? यो सेतो चाहिँ हो। त्यो सेतो? हजुर, सेतो। त्यसलाई चाहिँ दसैँमा बजाइदिने घरतिरै? दसैँ यो अरू अब ककरले काका लगेर बजाउँछन् थाहा भयो, त्यो चाहिँ तपाईँले बजाइदिने? यो तरिकाले चरेको खानु। यो कस्तो मजाले अब चर्न थाल्यो नि। खास चाहिँ यिनीहरूको यो थुतुनु लामो हो भने चाहिँ फाइदा रहेछ नि काका? फाइदा धेरै नै फाइदा। त्यो तपाईँको जमिन उगार्नुको लागि धेरै सजिलो पर्दछ सर। यिनीहरूले सबै उनेर खाने भए। हजुर, यिनीहरूले जङ्गलमा खास के खान्छ काका? जङ्गलमा तपाईँको झारपात अनिदेखि लिएर कुनै त्यो गुट्टी हुन्छ, त्यो एक प्रकारको त्यो सानो बिरुवाको। हजुर, ठुलो दाना त्यो खान्छ, बेल। अनि यस्तो तपाईँको यो पट्यार हुन्छ नि, यो पट्यार। पट्यार भनेको कुन पो काका देखाइदिन्छ? पट्यार भन्नाले यहाँ छ, यो पट्यार हो। ए हो त्यो? यो खोजी खोजी खान्छ? हजुर, यो मजाले खान्छ, मजाले यस्तै खाँदै तपाईँको यो पट्यारहरू खाँदै। ए सुरु गरौँ। हजुर, कहाँसम्म लैजाउँ काका यिनीहरूलाई? अब यहीँसम्म पुऱ्याउँ कि सर? हजुर, यहाँबाट अब जान्छन्? जान्छ। हामी घर जाँदा फेरि घर आइपुगिहाले पछि भने? आउँदैन सर, आउँदैन। खाएको हेर्नु न, यो तरिकाले खान्छ। अब त्यो छेउमा जाँदा भागिहाल्ला है? यसले खाएको एकचोटि मजाले देख्नु भन्ने लाग्यो थियो। सबै पुरै चरेर चर्ने नि यो
ल ल मजाले चढ्नु थाल्यो नि अब यसो चढ्दै 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 जान्छ यसरी चढ्दै माथि पुग्छ नि चढ्दै चढ्दै जान्छ अनि भरे घुम्दै यसो घुमेर आएर हजुर देख्नुभयो नि सर हजुर त्यसरी यो पट्यार हो अँ, खान्छ हजुर अनि खाँदै अलिक बढ्दै अँ। खाँदै बढ्दै त्यसरी पनि जान्छ सर अब यिनीहरू एक चक्कर घुम्छन् सबै हजुर यो माथि बारेको चाहिँ किन काका यो पहिला नर्सरी थियो त्यो मासिर हजुर नर्सरी बिरुवा लगाएको थियो हजुर माथि सप्रै न त बिरुवाहरू मरिगयो है मऱ्यो। त्यहाँदेखि तार पनि खुल्ला भयो हामी नर्सरी ठ्याक्कै यो कहाँनिर आइपुग्यो काका यो माथिको चुचुराहरू के चुलीहरू के यो भन्छ चुलीहरू किचकानी भनौँ यो मैना चुलीको चुचुरो चाहिँ यो मैना चुली हो हजुर यो चुचुरो अँ, हामी ठ्याक्कै किचकानी कमल र कोमाले दोमानमा चाहिँ किचकानीमा छौँ हामी किचकानी भन्ने ठाउँमा छौँ ए ल काका अब काकासँग चाहिँ है हजुर गफ गरियो काकाले गर्नुभएको पेसा पनि हाम्रो साथीभाइलाई पनि देखाइयो हजुर होइन अघि अब काकाको अघि त्यहाँ खोरमा कसरी राख्नुहुन्छ त्यो पनि हेरियो है हजुर के भन्नुहुन्छ काका हाम्रो युवा पुस्ता अथवा चाहिँ तपाईँकै दामलका तपाईँकै साथीभाइ उमेरकाहरूलाई पनि के भन्नुहुन्छ हौ अब यो के भने नेपाल त एउटा सामान्य देश हो अब गरिब देश पनि हो होइन विदेशमा गए पनि अर्काको निम्ति गर्नै पर्ने हो हजुर अनि बरु स्वदेशमै गर्ने हो सानो पेसा अप्नाएर भए पनि होइन हजुर यहीँ नै रमाएर यही नै एउटा पेसा अपनाएर चाहिँ गर्नु राम्रो जस्तो लाग्छ है उपयुक्त हुन्छ है विदेशमा हरेक समस्याहरू हुन्छ हजुर दाइ जमेला उम्, त्यस्तै अब उनीहरूले बरु विदेशभन्दा स्वदेशमै उत्तम जस्तो लाग्छ यही गरौँ हजुर हुन्छ काका अब समय दिनुभयो है हजुर जस्तो अब कसैलाई तपाईँको यसरी चरेर हुर्किएको सुँगुरको पाठाहरू चाहियो भने होइन हजुर तपाईँको सम्पर्क नम्बर पनि छोडिदिइरहनुहोस् न यहाँ भनिदिनुहोस् न मेरो मोबाइल त बिक्री गरेर घरमै पो राखेको छ सर नम्बर याद छ काकालाई नम्बर याद छैन हो? त्यो मोबाइलै 3-4 दिन भयो त्यो केटाको चाहिँ भएन। केटाको किसान चाहिँ किसानलाई अब त्यो यता कामकै चटार हुने होइन? कामको हुन्छ अनि हजुर त्यो बनाउन भन्दा भन्दा त्यतिकै पो ए हुन्छ काका हामी भिडियोमा राखिदिन्छौँ नि ल ल हुन्छ ल समय दिनुभयो काका हजुरलाई धेरै धन्यवाद है ल धन्यवाद